यो चाहिँ रङ्गीत खोला हो साथीहरू र यो चाहिँ बेलुका ठुलो पानी परेको कारणले गर्दा चाहिँ यहाँ हेर्न सक्नुहुनेछ धानबारीहरू पनि डल्लै पुरिरहेको छ है यहाँनिर एकदम अवस्था चाहिँ खराब छ खोला चाहिँ यत्रो बढिरहेको छ हेर्न सक्नुहुनेछ र यहाँ धानबारी चाहिँ यस्तो छ यहाँनिर एकदम यहाँ चाहिँ खेती हुन्छ है डल्लै धानबारी छ र यहाँनिर साँको पनि छ यहाँ माथि साँको पनि लगेको छ डल्लै चुडाएर हेर्न सक्नुहुनेछ खोला चाहिँ यत्रो भएको छ है यत्रो चाहिँ भइरहेको छ खोला चाहिँ यस्तो छ अवस्था चाहिँ यहाँनिर धानबारीको एकदम माछा रहेछ खै के हो माछाको बच्चाउ हुँदैछ यहाँनिर चाहिँ बिचराहरू पनि अत्तालेको होला नि के अन्त मैदान भइरहेको छ त डल्लै कत्रो चाहिँ भयो है खोला डल्लै यहाँबाट बग्यो होला नि पदम माथिको पदम बाजेको त डल्लै ओ माछा त्यहाँ अगाडि त्यता उतापट्टि उतापट्टि